गाइजहरु अब हामीहरु चाहिँ अब भ्लग बनाउन चालु गरेछौं। आजको दिन हाम्रो छुट्टी थियो, त्यही भएर अब हामीहरु चाहिँ भ्लग बनाउँदै हिँडेको। अनि हेर्न सक्नुहुन्छ हामीहरु यो सौदीको रोडमा छौं। अनि साथीहरु सबै हिँडिरहेछौं है गाइजहरु। अनि यस्तै गरेर चाहिँ हाम्रो उसमा चाहिँ सबैले साथ सपोर्टले जानु होला। अनि हेर्न सक्नुहुन्छ हाम्रो यो सौदी हो। सौदीको चाहिँ यो चाहिँ हाम्रो मस्जिद हो। हेर्न सक्नुहुन्छ यस्तो वाला गाडी छ, यहाँ पुरा दुई टाङ्गे होला लगाएर हिँड्दै जाने हो है साथीहरु। अनि यस्तै छ परदेशको जिन्दगी। अब हार मान्नु भएन। टक्क लगाएर हाम्रो दाइहरु चाहिँ यता हुनुहुन्छ। अगाडि गाडी पनि आइरहेको छ, टक्क लगाएर बल सल खेल्यो है। बल खेल्ने बेला भिडियो त बनाउन पाइएन, खेल्दै थिएँ। अब चाहिँ टक्क लगाएर अब हाम्रो रुमको बाटो हुँदैन। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मस्जिद हो। गाडी पनि आफै खुल्छ, हेर ढोका पनि गाडी हो आफै बन्नुहुन्छ। दुईजनादेखि नमिल्ने गाडी हुन्छ। माडे छ क्या यो ठाउँमा। हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ पनि बयरहरू फलेको हुन्छ। अनि यो बयरको यो इम्लीको झाड हो। हेर्न सक्नुहुन्छ इम्ली पनि फलिरहेको छ। त्यहाँ अगाडि खजुरको छ। अनि यो फेरि जेरको हो। हेर्न सक्नुहुन्छ यस्तो एन्टीको यहाँ खाडी मुलुकमा पनि पुरा फलिदिएको हुन्छ, हरियो परियो पुरा। हेर्न सक्नुहुन्छ यो चाहिँ खजुरको बुटा हो साथीहरु। यो चाहिँ खजुरको बुटा हो। खजुर फलिरहेको छ, अब टिप्न मात्रै बाँकी छ पाकेर। टक्क लगाएर अब उतातिर हाम्रो रुम छ। यहाँ गाडीहरू पनि हाम्रो लागि छ लाइनमा। अनि हाम्रो मोबाइलसँग के बिग्रियो भने रिपेयर गरिदिन्छ यसले। अनि है साथीहरू अगाडि हामी जाँदैछौँ। यो चाहिँ हाम्रो रुम जाने बाटो हो। अनि कपडा केही गर्नु छ, कार्पेन्टरको दोकान छ। तिमी चाहिँ हाम्रो अर्को गाडी हो, स्टाफ गाडी। यो चाहिँ हाम्रो रुम छिर्ने बाटो हो। अनि टक्क लगाएर जानुपर्छ। हाम्रो माथि छ, सेकेन्ड फ्लोरमा छ। हाम्रो रुम आयो है। अनि उहाँ फेरि पानी हुनुहुन्छ। अनि रुममा चाहिँ ताला लागेको हुन्छ हमेसा है साथीहरू। चाबी चाहिँ हातमा लिएर हिँड्नुपर्छ। अनि ल है साथीहरू रुमको अब चाबी खुल्यो। अनि चाबी हाल्नुपर्छ, किनकि यहाँ चोरी भयो भनेर भन्दै थिएँ। चोरी हुनसक्छ अरे, त्यही भएर। अनि टक्क लगाएर अब हाम्रो रुम पनि आयो है। हाम्रो साथी अब धेरै थाक्नु भएको छ।